घामको सुनौलो किरणसँगै हामी हाम्रो यात्राको सुरुवात गर्ने तयारीमा थियौँ। काठमाडौँदेखि हाम्रो यात्रा सिन्धुली हुँदै पूर्वी तराईका जिल्लाहरू धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा र पहाडी जिल्ला इलामसम्म हुनेछ। यसमा चाहिँ हामी मुख्य ठाउँहरू सिन्धुलीगढी, जनकपुरधाम, राजविराज, विराटनगर, काकडभिट्टा, कन्याम र धरान लगायतका ठाउँहरूमा अवलोकन भ्रमण गर्नेछौँ। साथै समय र साधनले साथ दिएमा भारतको दार्जिलिङसम्म पुग्ने हाम्रो उद्देश्य रहेको छ र हाम्रो यो यात्रामा हामी सँगै हुनेछौँ काका विनोद प्रसाद ढकाल र हामीलाई यो साथ दिनेछ यो पल्सर 150 बाइकले। बाइकमा एउटा नयाँ ट्रिप थप गरे पश्चात हाम्रो यात्राले गति लिन सुरु गर्यो। बिहानीको समय, चिसो हावा र सुनौलो घामको किरणसँगै यात्राको उत्सुकताले हाम्रो मन प्रफुल्लित बनाइरहेको। काठमाडौँदेखि भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला हुँदै हामी बिपी राजमार्गमा प्रवेश गऱ्यौँ। बिपी राजमार्गमा प्रवेश गर्ने बित्तिकै हामीलाई स्वागत गर्न पर्खिरहे जस्तै उभिरहेको थियो प्रकृति। त्यस्तै साँची बसेर पारीबाट हामीलाई नै हेरिरहे जस्तो देखिने हिमाल एकदमै मनमोहक देखिन्थ्यो। बिहानीको पहिलो सुरुवात चियाबाट गर्ने मनसायले हामी काभ्रेको बेलामा रोकियौँ। चिया खान लागेका छौँ काका। चियाको चुस्कीसँगै बिहानको यो यात्राको सुरुवात बस्दै गरेको समयमा यहाँको पारिलो घाममा चाहिँ कस्तो रमाइरहेको छ। पारीपट्टि हिमाल देख्न सक्नुहुन्छ। रमाइलो छ, वातावरण घमाइलो छ। काभ्रे जिल्लाको भकुण्डे काभ्रेकै भकुण्डे बेसी कटिसकेपछि भने केही कठिन बाटो तेर्सियो हामी सामु। वर्षामा आएको पाडी र त्यसले बिगारेको बिपी राजमार्गलाई छिचोल्दै हाम्रो यात्रा अघि बढ्यो। बाटोमा पर्ने सेतीदेवी माताको मन्दिर, जहाँ भित्तैभरि चढाइएका ऐनाहरूमा जनआस्था टल्किन्थ्यो। हामी पनि केही समय त्यहाँ रोकिने निर्णय गर्यौँ। यात्राको सफलताको कामना गर्दै ऐनाहरूको भिडमा हाम्रो बाइकको नम्बर सहितको ऐना पनि थपियो। त्यसपछि भने हाम्रो यात्रा सिन्धुलीतर्फ सोझियो। बिपी राजमार्गको छेउमै देखिन्थ्यो सिन्धुलीगढी गेट। सिन्धुलीगढी गेटदेखि केही किलोमिटरको दुरीमै पुगियो सिन्धुलीगढी। ऐतिहासिक सिन्धुलीगढीमा विशेष गरेर सानो गढी, ठुलो गढी, टुडीखेल, अदालत, जेलघर, युद्ध सङ्ग्रहालय आदि भ्रमणका केन्द्र थिए। सिन्धुली जिल्लाको अग्लो पहाडमा उभिएको सिन्धुलीगढीमा कदम टेकेपछि गौरवशाली इतिहास झल्कन थाल्थ्यो। महाभारत पहाड श्रृङ्खलाको 1463 मिटर अर्थात् करिब 4800 फुटमा अवस्थित यो किल्ला मध्ययुगीन समयमा बनाइएको मानिन्छ। मणिके सेनले आफ्नो पिता शुभसेनको शासनकालमा विक्रम सम्वत 1762 यहाँ गढीको निर्माण गराएका थिए। सिन्धुलीगढीले गोर्खाली सेना र बेलायती इस्ट इन्डिया कम्पनी बीच दुई पटकको भिडन्त मध्ये सबैभन्दा ठुलो भिडन्त 1824 साल असोज महिनामा भोगेको थियो, जब तत्कालीन काठमाडौँका राजा जयप्रकाश मल्लले अङ्ग्रेज इस्ट इन्डिया कम्पनीको सहयोग मागे। क्याप्टेन किनलाक नेतृत्वको करिब 2000 कम्पनी सैनिक सिन्धुलीगढी नजिक आएका थिए, तर गोर्खाली सेनाले विपुल बुद्धि र बहादुरीको साथ प्रतिरोध गरे। गोर्खालीहरूले तीव्र हमला र जङ्गलको रणनीतिक प्रयोगबाट अङ्ग्रेज फौजलाई विक्रम सम्वत 1824 को मध्यसम्ममा सिन्धुलीगढीमा निहत्था बनाए। सो युद्धमा गोर्खाली सेनाले करिब 1000 बढी अङ्ग्रेज सैनिक मारेर विजय हासिल गरेको थियो। यही विजयले नेपाल एकीकरणको अभियानलाई ठुलो गति दियो र देशको गौरव जोगायो। त्यो पहिलो पटक थियो जब अङ्ग्रेज साम्राज्य झुकेको इतिहासमा दर्ज भयो र सिन्धुलीको माटोबाट नेपाल अङ्ग्रेज युद्धको जीवित दस्तावेज बन्दै गयो। काठमाडौँदेखि 4 घण्टाको यात्रामा चाहिँ हामी यति बेला सिन्धुली जिल्लाको सिन्धुलीगढीमा छौँ। यो ऐतिहासिक किल्ला सिन्धुलीगढी अवलोकन गरे पश्चात नेपालीहरूको तत्कालीन समय नेपाली वीर गोर्खालीहरूले कसरी चाहिँ यहाँ युद्धबाट सफलतापूर्वक विजय गर्न सफल भयो भन्ने कुरा हामीहरूले चाहिँ यो ऐतिहासिक भूभागबाट चाहिँ प्राप्त गर्न सफल भयो। र सङ्ग्रहालयहरू पनि भ्रमण पश्चात त्यति बेला प्रयोग भएका घरेलु या अत्याधुनिक हतियारहरू
लगायतको पनि अवलोकन गर्ने मौका पाएँ। विदेशी हमलालाई पराजित गरेर राष्ट्रिय स्वाभिमान उचाल्ने उदाहरणका रूपमा यो गढीलाई लिइन्छ। हरेक वर्ष कार्तिक 24 गते सिन्धुलीगढीमा विजय उत्सव मनाइने परम्परा पनि यही गौरव सम्झनाको प्रतिबिम्ब हो। बितेको दशकमा सिन्धुलीगढीलाई पुनर्जीवित गर्ने थुप्रै योजनाहरू अघि सारिएका रहेछन्। कमलामाई नगरपालिकाको पहलमा यस क्षेत्रमै नेपालको पहिलो युद्ध सङ्ग्रहालय निर्माण भएको रहेछ। युद्ध सङ्ग्रहालयमा गोर्खाली अङ्ग्रेज झडपको ऐतिहासिक सामग्री, वस्त्र, हात हतियार र वृत्तचित्रहरू राखिएको रहेछ। सिन्धुलीगढी अहिले आगन्तुकलाई इतिहासको यात्रा गराउने स्थल बनेको रहेछ। वीर गोर्खाली अङ्ग्रेज युद्धदेखि 21औं शताब्दीको राष्ट्रिय एकतासम्मको कथाले यहाँ घुम्न आउने पर्यटकलाई नछुने त कुरै भएन। सिन्धुलीगढीको अवलोकन पश्चात भने हाम्रो यात्रा त्यहाँबाट 92 किलोमिटरको दूरीमा रहेको जनकपुर धामतर्फ मोडियो। बाटोमै भेटिने कमलामाई मन्दिरको पनि दर्शन गर्ने मौका मिल्यो। सिन्धुलीगढी गेटदेखि 57 किलोमिटर बिपी राजमार्गको यात्रा गरी बर्दिवास पुग्दा हाम्रो यात्रालाई निरन्तरता दिन पर्खेर बसिरहेको थियो पूर्व पश्चिम राजमार्ग। त्यस्तै बर्दिवासदेखि 35 किलोमिटरको यात्रामा हामी पुग्यौँ सुन्दर नगरी जनकपुर। जय जय भई रवि जनकपुर पुग्दा झिसमिसे अँध्यारो भइसकेको थियो। वासस्थानको टुङ्गो लगाई हामी रातिमा जनकपुरको दृश्य अवलोकन गर्न निस्कियौँ। करिब बिहान 7 बजे काठमाडौँबाट हिँडेर अहिले हामी जानकी मन्दिर लगभग 11 घन्टामा यहाँ आइपुगेका छौँ जनकपुरमा। र हामी अहिले जनकपुरको नाइट भ्यू हेर्न काकाबतीत भएर निस्किसकेका छौँ। काका के कस्तो लाग्दैछ? ठिक छ, जनकपुरको अलिकति तिहारको अरू ठाउँमा भन्दा विशेष चहल पहल हुँदो रहेछ र यो प्राचीन पनि रहेछ, रमाइलो लागिरहेछ। बाटो यता देख्न सक्नुहुन्छ झिलिमिली रमाइलो छ, बत्तीहरू पत्तेका पड्केका पड्कै छन्। यताबाट हो? जनकपुरको अवलोकन गर्ने क्रममा हामीलाई महागङ्गा आरतीको पनि अवलोकन गर्ने मौका प्राप्त भयो। आरती चलिरहेको छ यता। स्वच्छ जनकपुर धाम प्रकृति या संस्कृति संरक्षण मुख्य उद्देश्य के साथ विक्रम संवत 2071 साल जेठ 25 गते गंगा दशहरा की तिथि से जनकपुर धाम के पवित्र सरोवर गंगा सागर में शुरू भेल दैनिक महागंगा आरती दर्शन। महागङ्गा आरती हेरिसकेर जानकी मन्दिरको झिलिमिली हेर्न पुग्यौँ। हिजो नाइट भ्यू हेरेर फाइनली आज बिहान भइसकेको छ। अनि बिहानमा हामी जानकी मन्दिर लगायत जानकीसँग सम्बन्धित र रामसँग सम्बन्धित समग्र मन्दिरहरू सकेसम्म भ्रमण गर्ने योजना बनाएका छौँ। पशुपतिमा जस्तो यहाँ पनि निःशुल्क जुत्ता चप्पल राख्ने ठाउँ छ। त्यहाँ जुत्ता चप्पल राखेर हामी जाने दर्शन गर्न लाग्दैछौँ। जनकपुर धाम मिथिलाको पावन भूमिमा उठेको एउटा विशाल संरचना मात्रै रहेनछ, यो त पुरातात्विक आत्माको नगरी रहेछ, जहाँ रहेछ राजा जनकको संस्कार, सीता देवीको दिव्यता र त्यही कथाबाट जन्मेको एक मन्दिर जानकी मन्दिर, जसले अनेक पिँढीहरूका लागि विश्वास र श्रद्धाको सेतु बनेको रहेछ। रामायणका पानाले जनकपुरलाई धार्मिक न्यायप्रिय शासक राजा जनकको राजधानी विदेहा भनेर चिनाउने रहेछन्। मिथिलाको त्यो ऐतिहासिक कथा यहीँबाट सुरु हुन्छ।
यसै भूमिमा उनकी पुत्री सीता अर्थात् जानकी जन्मेकी, सीताले रामलाई स्वयंवरण गरेकी र विवाहको मण्डप यही थियो भन्ने आम मिथिला मान्यतामा गहिरो विश्वास रहिआएको रहेछ। तर अहिले हामीले देख्ने जानकी मन्दिर त्यो पौराणिक समयको बनोट भने होइन। विभिन्न स्रोतहरूको अध्ययन गर्दा आजको मन्दिर रानी वृषाभानु टीकामगढकी रानीले सन् 1910 विक्रम सम्वत 1967 बनाएकी भन्ने पाइयो। यस मन्दिरलाई 9 लाख मन्दिर भनेर पनि चिनिन्छ भन्ने कुरा त हामीले विभिन्न पुस्तकमा पढ्दै आएको हो। त्यस बेला यसको निर्माणमा करिब 9 लाख रुपैयाँ खर्च भएको रहेछ भने केही स्रोतले 9 लाख सुन पैसा पनि हो भन्ने उल्लेख गर्दछन्। मुगल र कोइरी शैलीको मिश्रित वास्तुकलामा बनेको यो मन्दिर लगभग 1480 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रहेछ। 3 तले संरचनामा विशेष गरी ढुङ्गा र मार्बलको प्रयोग गरिएको रहेछ, जसमा 60 कोठा रहेछन् भने भित्ता मैथिली शैलीका चित्रकलाले सुशोभित देखिन्थे। विभिन्न कथा अनुसार सन् 1657मा त्यही स्थानमा सुनबाट बनेको सीताको मूर्ति भेटिएको र त्यसै ठाउँमा साधुकवि सुर्खिर स्वरदास बस्ने गरेका रहेछन्, जसले सीता उपासना, दर्शन र प्रचार गरेर आधुनिक जनकपुर धामको धार्मिक आधार तयार गरेका रहेछन्। श्री जानकी विद्युतीय चलचित्र तथा सांस्कृतिक सङ्ग्रहालय मन्दिरमा एक सङ्ग्रहालय पनि रहेछ, जहाँ सीताको जीवनका प्रमुख घटनाहरूलाई डियोरामा र मिथिला कलाकृति मार्फत देखाइएको पाइयो। जानकी मन्दिर केवल एक भौतिक बनोट मात्र रहेनछ, यो मिथिला संस्कृति र आस्थाको केन्द्र पनि रहेछ। राम र सीताको दिव्य विवाहको सम्झनाका रूपमा मनाइने विवाह पञ्चमी यहाँको सबैभन्दा प्रमुख महोत्सव रहेछ। त्यस बेला मन्दिर वरिपरि रथयात्रा, गीत, भजन मण्डप पुनरावलोकन गरी विशाल पवित्र विवाह स्थल जस्तै देखिने गरी सिगारिने तथ्य पनि हामी सामु नौलो भने थिएन। त्यस्तै रामनवमी अर्थात् रामको जन्मोत्सव र दीपावली लगायतका चाडमा मन्दिर झिलिमिली बनाई भक्ति भजन, आरती, पूजा गरी राम जानकीको आराधना गरिने रहेछ। त्यस्तै मन्दिरभित्र दैनिक पूजापाठ पनि हुने रहेछ। आरती, दीप प्रदीपको उज्यालो र भक्तजनको भजनले हामीलाई छुट्टै अलौकिक संसारको अनुभव गरायो। यता चाहिँ लक्ष्मण मन्दिर, यता चाहिँ हनुमान। त्यस्तै सँगै रहेका लक्ष्मण मन्दिर र हनुमान मन्दिरले पनि हामीलाई मन्त्रमुग्ध बनायो। आज जानकी मन्दिर जनकपुरका लागि मात्र धार्मिक स्थल होइन, पर्यटकहरूको केन्द्र पनि रहेछ। नेपाल पर्यटन बोर्डले पनि यो मन्दिरलाई प्रमुख तीर्थस्थलका रूपमा प्रचार गरेको सुन्दा खुसी लाग्यो। यस्ता कार्यले देशको सांस्कृतिक पर्यटन प्रवर्धनमा ठुलो भूमिका खेल्ने गर्छ। हामी चाहिँ जानकी मन्दिर र जानकी मन्दिर परिसरमा रहेका बिहा मण्डप, लक्ष्मण मन्दिरहरू, सङ्ग्रहालय सम्पूर्ण भ्रमण गरिसके पछाडि हामी बाहिर निस्किसकेका छौँ। सांस्कृतिक सम्पदाले भरिपूर्ण मन्दिर, ऐतिहासिक साम्पतिक यो कलात्मक पनि छ, एकदम रमाइलो सहित पर्यटकको पुरा महसुस हुइयो। माता जानकीको दर्शन गरे पश्चात हाम्रो यात्रा जलेश्वरतर्फ सोझियो। ओम भूर्भुवस्सुः श्री शशितांग भैरवाय नमः। अक्षत दिगमाक्षतां ओम भूर्भुवस्सुः श्री शशितांग भैरवाय। अहिले म जलेश्वरमा छु। जलेश्वरको दर्शन गरिसकेपछि हामी हुलाकी राजमार्गको प्रयोग गर्दै हाम्रो अर्को गन्तव्य राजविराजतर्फ लाग्यौँ। हामी चाहिँ अब हुलाकी राजमार्गमा प्रवेश गर्यौँ। जनकपुर लगायत यस क्षेत्रका प्रसिद्ध पोखरीहरू र साना साना नदीहरूले पनि छठ पूजामा विशेष महत्त्व पाउँछन्। तर दैनिक जीविकोपार्जन र दीपावलीमा पनि उत्तिकै महत्त्व रहेको कुरा हामीबाट लुक्दैन थियो। लक्ष्मी माता की, लक्ष्मी माता की, जय मां लक्ष्मी की, जय मां लक्ष्मी की, कुबेर महाराज की, कुबेर महाराज की, गणेश भगवान की। तिहार अर्थात् दीपावलीमा पूजा गरेका लक्ष्मी, कुबेर, गणेश लगायतका मूर्तिहरू सेलाउँदै गरेका दृश्यहरू पनि देखिन्थे। पोखरीको आडमा चौतारी, तराईको जनजीवन र गर्मी छल्ने सहारा पनि रहेछ।
जनकपुरदेखि करिब 30 किलोमिटर हुलाकी राजमार्गको यात्रापछि आउँछ कमला नदी। कमला नदीमा पुल छैन। मान्छे र 2 पाङ्ग्रे सवारी साधन वार पार गर्नका लागि स्थानीयले काठको अस्थायी पुलको व्यवस्था गरेका रहेछन्। दुई पाङ्ग्रे सवारी वार पार गरे बापत रु 100 रुपैयाँ शुल्क तिर्नुपर्ने नियम पनि बनाइएको रहेछ, जसको प्रयोग उक्त पुल निर्माण, पुनर्निर्माण र संरक्षणमा खर्चिने अनुमान गर्न सकिन्थ्यो। उक्त पुल तरेर हामी बगरै बगरको बाटो फेरि हुलाकी राजमार्गको खोजीमा अगाडि बढ्यौँ। हुलाकी राजमार्गको प्रयोग गरी हाम्रो यात्रा राजविराजसम्म रह्यो। त्यस पश्चात सप्तरी जिल्लाको धार्मिक पर्यटकीय स्थल छिन्नमस्ता भगवतीको दर्शन गर्न पुग्यौँ। हामी हुलाकी राजमार्गको प्रयोग गर्दै राजविराजसम्म आइपुग्यौँ। त्यसपछि यो सप्तरीमा रहेको छिन्नमस्ता भगवतीको भ्रमण गर्ने तयारीमा छौँ। हामी जनकपुरबाट हुलाकी राजमार्गमा कमला नदी तरेर सप्तरी जिल्लामा सिराबाट सप्तरीको राजविराजसम्म हुलाकी राजमार्ग, त्यस पश्चात त्यसलाई छोडेर हामी अहिले छिन्नमस्ता भगवतीको मन्दिरमा आइपुगिसक्यौँ। छिन्नमस्ताको दर्शन गर्दासम्म सूर्य मधुर हुँदै अर्को दिन उदाउने प्रतिज्ञाका साथ हामीबाट बिदा भइसकेको थियो। त्यसपछि भने हामीले बास बस्नुपर्ने भयो। हामीले दोस्रो दिन राजविराजमा बास बस्ने निर्णय गर्यौँ। बिहान सबेरै उठेर हामी राजविराजको एक फन्का लगाउन निस्कियौँ। घुम्दै जाँदा राजदेवी भगवतीको मन्दिरमा पुग्यौँ। म अहिले राजविराजमा रहेको राजदेवी भगवती मन्दिरमा छु। स्थानीयका अनुसार यस मन्दिरको नामबाट नै यो ठाउँको नाम रहन गएको रहेछ। पहिले यहाँ घना जङ्गल थियो रे, पछि जङ्गल फडानी गरी बसाइएको व्यवस्थित योजनामा बनेको बस्ती रहेछ। राजविराजको भ्रमण पश्चात भने हाम्रो यात्रा पुनः सुचारू भयो। देशका विभिन्न ठाउँको भ्रमण गर्दा थाहा पायौँ कि फोहोर व्यवस्थापनको मुद्दा भने साझा नै रहेछ। सम्म फाँट, लटरम्म फलेका धान, सायद त्यसै तराईलाई नेपालको अन्न भण्डार भनिएको होइन जस्तो लाग्यो। पूर्व पश्चिमको राजमार्गको प्रयोग गरेर हिँडेपछि बाटोमै पर्ने कङ्कालिनी मन्दिरको दर्शन नगर्ने त कुरै भएन। यो चाहिँ सप्तरीमा रहेको कङ्कालिनी देवीको मन्दिर। यसमा चाहिँ सतीदेवीको कङ्काल अर्थात् कुइनो पतन भएर यहाँ देवी उत्पत्ति भएको भन्ने मान्यता छ। पूर्वी तराईको भ्रमण गर्दै गर्दा धान खेतका वरिपरि तलाउ र पोखरीहरूका बीचबीचमा हरिया गोला पात भएका यी वनस्पतिहरू बाक्लै देखिन्थे। मिचा प्रजातिको यो वनस्पति तराईको कृषिको लागि मुख्य समस्याकै रूपमा रहेछ भन्ने कुरा बुझ्न कति पनि समय लागेन। अङ्ग्रेजीमा वाटर हाइसिन्थ भनिने यो प्रजाति नेपालमा जलकुम्भीको नामले पनि परिचित छ। विभिन्न ठाउँमा हेर्दा धान खेतमा यसको प्रवेशपछि यसले आफ्नो इलाका विस्तार गरी धानको फैलावटलाई कमजोर पार्ने रहेछ। केही समयको पुनः यात्रा पश्चात भने हामी सप्तरी र सुनसरी जिल्लालाई जोड्ने 1150 मिटर लामो कोशी नदीको पुल अर्थात् कोशी ब्यारेजमा पुग्यौँ। वर्षायाम सकिएकोले होला कोशी नदी शान्त देखिन्थ्यो।
फुलचौकीबाट विराटनगरतर्फ। फुलचौकदेखि करिब 33 किलोमिटरको यात्रा पश्चात भने हामी नेपालका 6 महानगरपालिका मध्येको एक देशकै ठुलो सहर विराटनगरमा पुग्यौँ। विराटनगरको भाटबाट नि चिनिने अवस्थामा पनि छैन। विराटनगरको चक्कर लगाउँदै हामी नेपाल भारत बिचको जोगबनी नाका पुग्यौँ। नेपाल भारत बिचको ठुलो नाका मध्येको एक जोगबनी नाका निकै व्यस्त देखिन्थ्यो। जोगबनी नाकामा छु, जोगबनी नाका। त्यस्तै विराटनगरबाट पूर्व करिब 60 किलोमिटर हुलाकी राजमार्गको प्रयोग गरी यात्रा गरे पश्चात कन्काई नदी पुग्यौँ। हुलाकी राजमार्गको यस खण्डमा पनि पुल अल्पत्र अवस्थामा छ। यहाँ भने अस्थायी पुल पनि रहेनछ। स्थानीयहरूले आवत जावतका लागि मान्छे र 2 पाङ्ग्रे सवारी तार्नका लागि डुङ्गाको व्यवस्था गरेका रहेछन्। तिहारको दिन भएर पनि होला, खोला वारपार गर्नेको भिडमभिड लाइन थियो। काठको डुङ्गा जसको इन्जिन थिए, एकजना चालक र बाँसबाट बनेको ह्यान्डल। त्यस्तै डुङ्गालाई पानी भरिएर डुब्नबाट जोगाउनको लागि पानी फालक सहयोगी। पारिजान 2जना मान्छेलाई 200 बाइक दिएर लगाएर केही समयको पर्खाइपछि आयो हाम्रो पालो। ल अब केही समयको लाइनपछि ठ्याक्क हाम्रो लाइन पालोमा आएको। यो नदीको नाम के हो? हजुर, माई खोला। बर्खामा त निकै ठुलो हुन्छ होला नि हजुर। ए पुलसम्म पानी पुगेको थियो क्या? हजुर, पुल माथि त्यही त वहाँ झिङ्गड के फालेको छ नि, पुल माथि 5 फिट पानी। कति मिटर लामो छ यो? हाम्रो कन्काईको भन्दा यो पुल ठुलो हो नि त। हाम्रो पालो आइसकेको छ। हामी बिचमा मेरो भाइ के त डर लाग्दो नै हुने रहेछ त। नयाँ अनुभव, मनमा हल्का डर र उत्सुकतासँगै पार गऱ्यौँ माई खोला अर्थात् कन्काई खोला। सर्यो फाइनल्ली आइपुग्यो। आयो झ्याप्पै ब्रेक लाग्यो त। आयो है, आयो। फाइनल्ली हाम्रो गाडी तरिसक्यो। बन्दै गरेको पुल अल्पत्र अवस्थामा देखिन्थ्यो। यो बिचमा अड्किएको छ कि यतापट्टिको भाँचियो, यहाँ बन्दै बनेको छैन। यहाँ बिचमा यति छ, फेरि पारी छ। कन्काई नदी पार गरेपछि भने हामी प्रवेश गऱ्यौँ झापा जिल्ला। त्यस पश्चात भने हामी हुलाकी राजमार्ग छोडेर पूर्व पश्चिम राजमार्गको प्रयोग गर्ने भयौँ। पूर्व पश्चिम राजमार्गको प्रयोग गरेर हाम्रो यात्रा काँकडभिट्टातर्फ सोझियो। पूर्व पश्चिम राजमार्गको चितवन बुटोल क्षेत्रमा जस्तै इटहरी काँकडभिट्टामा पनि सडक निर्माणाधीन रहेछ। छिटो र समयमा काम नहुनु, अल्पत्र अवस्थामा छोड्नु चाहिँ हाम्रो विकास निर्माणमा रहेको रोग नै हो। धुलो, खाल्डाखुल्डी सडक जसले दुर्घटनाको जोखिम बढाउँछ भने यसले दैनिक जनजीवनमा पनि ठुलो कठिनाइ सिर्जना गरेको देखिन्थ्यो। झापाको भाटजटी निस्केले
जीर्ण अवस्थामा यहाँ पनि ठुलै आगो लगाइएको रहेछ। काठमाडौँदेखि 3 दिनको यात्रा पछाडि फाइनली आज 6 बजे काठमाडौँदेखि 3 दिनको यात्रामा हामी काँकडभिट्टा पुग्यौँ। काँकडभिट्टा पुग्दा झिसमिसी अँधारो भइसकेको थियो। काँकडभिट्टाबाट मेचीनगर भन्सार पुल पार गरी भारतीय भूमि टेकेर फर्कियौँ। काठमाडौँदेखि 3 दिनको यात्रामा हामी आज भर्खर काँकडभिट्टा आइपुग्यौँ र अब काँकडभिट्टाको भ्रमण गरिसके पश्चात हामी फर्किँदैछौँ। 3 दिन घर्किसकेको थियो। हामीसँग बाँकी 2 दिन मात्र थियो। भ्रमण गर्नुपर्ने ठाउँहरू धेरै थिए। समयको पाबन्दीका कारण काँकडभिट्टाबाट फर्किएर दमक बस्ने निर्णय गऱ्यौँ। अहिले दमबजार आइपुग्यौँ। फाइनल्ली हामीहरू दमक आइपुग्यौँ, झापाको दमक बजारमा। आज तिहारको भाइटिकाको दिन। आज जताततै होटलहरू बन्द। पास बस्नको लागि एउटा होटल त पायौँ, तर त्यहाँ खाना रहेनछ र हामी झापा दमकको स्ट्रिट फुड टेस्ट गर्न भनेर हिँडेका छौँ। देख्न सक्नुहुन्छ स्ट्रिट फुडहरू छन् यहाँ। बदाम सेक के छन्, हामी टेस्ट गर्दैछौँ। झापाको दमकमा स्ट्रिट फुड टेस्ट गर्दै। के हो काका यो? फलुदा। हामी फलुदा खाँदैछौँ। आइसक्रिम। तेस्रो दिनको दमक बसाइ पश्चात भने हाम्रो यात्रा चौथो दिन धरानतर्फको तय भयो। विराटनगर यता इटहरीसम्म महेन्द्र राजमार्गको सहारा थियो भने इटहरीदेखि धरानसम्म भने कोशी राजमार्ग हाम्रो सारथी बन्न पुग्यो। झापा मोरङ हुँदै सुनसरी पुग्दा धरानले हामीलाई स्वागत गर्न तम तयार भएर बसेको थियो। धरान पुगे पश्चात भने हाम्रो पहिलो गन्तव्य बन्यो धरतीको पहिलो तीर्थस्थल भनेर चिनिने बराह क्षेत्रधाम। धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्रधाम प्रवेश। धरानदेखि करिब 13 किलोमिटरको यात्रा गरिसके पश्चात हामी बराह क्षेत्रधाम पुग्यौँ। अन्त पहिला कोशीमा जाने भन्ने कुरो यता हो। आज चौथो दिन। हामी हिजो दमकमा बसेर आज दमकको झापाबाट धरान हुँदै सुनसरीको यो बराह क्षेत्रधाममा आएका छौँ र यहाँ स्नान गरी पितृपूजा गरेर हामी अब फेरि मन्दिरमा पूजा गर्न जाने तयारीमा छौँ। बराह क्षेत्रको दर्शन गरिसकेपछि भने हामी पुनः धरानतर्फ फर्कियौँ। Right to stay on Vijaypur Sadak, then turn left. धरानमा घुम्नै पर्ने ठाउँहरू थुप्रै रहेछन्। एक दिनको समयमा सबैतिर पुग्न सम्भव पनि थिएन, तर पनि हामी छुटाउनै नहुने ठाउँहरूको खोजी गर्दै पुग्यौँ बुढासुब्बा मन्दिर। त्यस्तै बुढासुब्बा, दन्तकाली, त्यस पश्चात भने पिण्डेश्वर धामसम्मको सरस्वती दर्शन भ्रमण गर्न भ्यायौँ। सरस्वती धरान बजारको पनि फन्को मार्यौँ।
जननी भानु चोक यता अनि आमारटा यता विजयपुर यता माथि बन्यो उतापट्टि भानु चोक बन्यो। त्यसपछि भने काठमाडौँका लागि बाटो छुट्याउने निर्णय गरी उदयपुरतर्फ अगाडि बढ्यौँ। चौथो दिनको यात्रालाई हामीले उदयपुरको गाईघाटमा बिसायौँ। हाम्रो 4 दिनको यात्रापछि आज हामी उदयपुर आइपुगेका छौँ। उदयपुरको गाईघाट र यो नाइट भ्यू उदयपुरको गाईघाटको। हामी ठ्याक्कै गाईघाटको चोकमा यहाँ गाईको प्रतिमा छ र केही साइडमा छु। आज निकै जिल्लाहरूको यात्रा गऱ्यौँ जसमा झापाबाट यता सप्तरी सिराहा हुँदै सुनसरी र त्यस्तै उदयपुर आइपुगेका छौँ। आजको रात यहीँ बिताउनेछौँ। गाईघाटलाई अँध्यारोमा भए पनि सरस्वती निहाल्ने प्रयास गऱ्यौँ। चौथो दिन गाईघाटको बसाइपछि पाँचौँ दिन हाम्रो यात्रा काठमाडौँतर्फ फर्कियो। पाक्दैछ यता उद्देश्य अनुसारका सबै ठाउँहरू पुग्नका लागि मन हुँदाहुँदै पनि समयको पाबन्दीले दिएन। हामी सकेसम्म धेरै ठाउँको भ्रमण गर्ने प्रयास गऱ्यौँ। पाँचौँ दिन हाम्रो काठमाडौँ फर्कने सारथी बन्यो मध्य पहाडी लोकमार्ग अर्थात् मदन भण्डारी लोकमार्ग। यात्राको अन्तिम चरण भएर पनि होला मध्य पहाडी लोकमार्गको प्रयोग गरी हिँड्दै गर्दा मनमा विभिन्न कुराहरू खेलिरहेका थिए। भर्खरै भएको जेन्जी विद्रोह पनि झलझल्ती मनमा आइरहेको थियो। देशमा निराश हुनुपर्ने थुप्रै कारणहरू पनि छन् होला, तर देशमा आशाका किरणहरू पनि पक्कै छन्। चकाचक मध्य पहाडी लोकमार्ग देख्दा लाग्यो देशमा केही नभएको चाहिँ पक्कै होइन। विकसशील देशहरूको तुलनामा जनताको आकाङ्क्षा अनुसारका कामहरू कमै भएका होलान्। सुशासन, उत्पादन, रोजगारी र आर्थिक वृद्धि कमजोर होलान्। भौगोलिक जटिलता, न्यून उत्पादन जस्ता थुप्रै चुनौतीहरू पनि नभएका होइनन्। यी सबैका बावजुद पनि मध्य पहाडी लोकमार्ग लगायत देशका विभिन्न ठाउँमा भएका र हुँदै गरेका विकास निर्माण कार्य भने आशालाग्दा नै देखिन्थे। उदयपुरको गाईघाटदेखि मध्य पहाडी लोकमार्गलाई पछ्याउँदै सिन्धुली र मकवानपुरको हेटौडासम्म आइपुग्यौँ। हेटौडादेखि कान्ति राजपथलाई पछ्याउँदै काठमाडौँतर्फ अगाडि बढ्यौँ। काभ्रे, सिन्धुली, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, उदयपुर, मकवानपुर लगायत 1 दर्जन जिल्ला, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, कोशी राजमार्ग, सगरमाथा राजमार्ग, मध्य पहाडी लोकमार्ग, कान्ति राजपथ र विभिन्न सडक खण्डको प्रयोग गरी सिन्धुलीगढी, जनकपुरधाम, राजविराज, विराटनगर, काँकडभिट्टा, दमक, इटहरी, धरान, गाईघाट लगायतका थुप्रै धार्मिक र पर्यटकीय नगरीहरूको पनि भ्रमण गऱ्यौँ। 5 दिनको यस यात्रामा करिब 1200 किलोमिटर दूरी छिचल्यौँ। हजार किलोमिटरको ट्रिप कम्प्लिट भएर अर्को 191। हाम्रो 5 दिन 1 दर्जनभन्दा बढी जिल्ला र थुप्रै धार्मिक स्थल लगायत भ्रमण गरी आज काठमाडौँ आइपुग्यौँ। ल काका कस्तो रह्यो अनुभव यात्राको? एकदम रमाइलो, अलिकति थकै लागिरहेछ। आज 8 बजेको छ समय, ठ्याक्कै 8 बजेर 2 मिनट भयो। यात्रा सधैँ सहज हुँदैन। यात्रामा तिता मिठा घटना त घटिहाल्छन्, त्यो नै यात्राको मिठास हो। यात्रामा आउने कठिनाई, त्यसका समाधान र त्यसबाट सिकिने पाठ भने अन्य कयौँ यात्राका लागि अमृत भनिदिन्छन्। जतिसुकै कठिनाई र चुनौतीहरूको सामना गर्न परे तापनि गन्तव्यमा पुग्दाको खुसीले सबै दुःख बिर्साइदिन्छन्।